तपाईं जिम जान थाल्नुभयो तर 3 महिना नपुग्दै धेरै मान्छे किन हराउँछन् थाहा छ? जिम गाह्रो भएर होइन, डाइट महँगो भएर पनि होइन, गल्ती दोहोऱ्याएर हो। कस्तो गल्ती भनेपछि आज म तपाईलाई मोटिभेसन दिन आएको चाहिँ होइन, आज म तपाईलाई सचेत गराउन आएको छु। किनभने आज मैले भन्न लागेका यी 5-6 वटा जो बिगिनरहरूले गल्ती गरिरहेका हुन्छन् नि, तपाईले रोक्नु भयो भने बडी चेन्ज हुनु समयको कुरा मात्र हो। यो भिडियो स्किप गर्नुभयो भने समय, पैसा र शरीर तीनै चीजहरू गुम्न सक्छ। गल्ती नम्बर 1 भनेको बिगिनरहरूले सधैँभरि गर्ने भनेको, बिगिनरको सबैभन्दा ठूलो दुश्मन भनेको नै आफूले सक्ने भन्दा बढी चाहिँ वेट उठाउनु है। जस्तै इक्जाम्पलको लागि, जस्तै तपाईले बेन्च प्रेस चाहिँ तपाईले 15, 20 या 30 किलो हान्न सक्नु भएको छ हैन, 30 केजी ल्याएर र छेउमा कुनै मान्छेहरू देख्नुभयो अनि उसलाई देखाउनको लागि भए पनि तपाईले चाहिँ 50-60 केजी चाहिँ उठाउन खोज्नुहुन्छ के। त्यस्तो भयो भने चाहिँ तपाईको चाहिँ फर्म पनि बिग्रिन्छ, सोल्डर दुख्छ, रिस्टहरू दुख्छ अनि कन्फिडेन्सहरू पनि तपाईलाई आउँदैन के। तपाईले एक दिन त त्यस्तै गर्नु होला तर दोस्रो दिनदेखि तपाई चाहिँ त्यस्तै चाहिँ कन्टिन्यू गर्न सक्नु हुँदैन है। र एउटा कुराहरु याद राख्नुपर्ने के भने जिम भनेको कम्पिटिसन हुँदै हैन के। सबभन्दा बुझ्न यहाँ जरुरी छ के, कसैलाई देखाउनलाई हैन के। आज मैले यति एक्सरसाइज गरे, तैँले भन्दा मैले बढी वेट उठाएँ भने त्यो बिल्कुल त्यो भनेको सोचले जिम जानुहुन्छ भने बरु साथीभाइ कोही हुनुहुन्छ भने चाहिँ नजानुस्। मसलहरु ट्रेनहरु गर्यो भने बिस्तारै आफूले सक्ने वेटहरु लिएर गर्यो भने चाहिँ मजाले तपाईहरुको मजाले शरीर पनि राम्रो हुन्छ, जानु पनि मन लाग्छ है। र 2 नम्बरमा तपाईहरुले चाहिँ गल्ती गर्ने भनेको चाहिँ वार्म अप नगर्ने के। वार्म अप भनेको एकदमै शरीरलाई एकछिन तताएर अनि तपाईले एक्सरसाइजहरु गर्नुभयो भने चाहिँ तपाईलाई धेरै फाइदा पनि हुन्छ, धेरै सजिलो पनि हुन्छ, ल लङ लास्ट सम्म चाहिँ तपाईहरु जान सक्नुहुन्छ। जस्तै कतिजना चाहिँ टाइम छैन, सिधै गयो, हेभी वेटहरु उठायो, गर्यो अनि यसो गरेर अनि निक्ल्यो, अनि मेरो बडी चेन्ज भएन, मेरो भएन, मलाई परिवर्तन आएन भन्छन्। तर त्यो चाहिँ हुँदैन है त्यस्तो चाहिँ। जस्तै वार्म अप नगरिकन एक्सरसाइज गर्नु भनेको चाहिँ त्यो इन्जिन नतताइकन बाइक रेस गर्नु जस्तै हो के हैन। इन्जिनले राम्रोसँग काम नगरेपछि इन्जिनले भ्यार गर्न थाल्यो भने त के हुन्छ त? त्यही त हुन्छ नि हैन, परसम्म जान सकिदैन नि त। त्यही भएको भएर चाहिँ 5 मिनेट जति भए पनि वार्म अपहरु चाहिँ गर्नुपर्छ है। र 3 नम्बरमा छ सबैले गल्ती गर्ने भनेको चाहिँ फर्म बिगार्नु के। फर्म कसरी बिगारिरहेको हुन्छ भने जस्तै तपाईले सानो वेटबाट आफूले सक्ने वेटहरुबाट तपाई अगाडि बढिराख्नु भएको छ भने तपाईलाई फर्महरु बिग्रिने भनेको खासै तपाईलाई हुँदैन है। र जो मान्छेले चाहिँ अघि 1 नम्बरमा भने जस्तो अलिकति देखाउनका लागि भए पनि ठुलो वेटहरु राख्छ नि, त्यस्तो मान्छेहरुको चाहिँ मजाले नै फर्महरु चाहिँ मजाले बिग्रिरहेको हुन्छ है। र अब इक्जाम्पलको लागि चाहिँ कस्तो गरेर हुन्छ नि, कतिजना चाहिँ भर्खरै गर्न थालेकोहरुले चाहिँ अब बाइसेप क्रलहरु गर्ने बेलामा पनि पुरै शरीरहरु हल्लाएर है, ढाडे हल्लाएर चाहिँ गरिरहेको हुन्छ है। त्यस्तो चाहिँ गर्नु भएन। त्यस्तो भयो भने चाहिँ मसल ग्रोहरु हुँदैन। पहिला फर्महरु डेभलप गर्ने अनि त्यसपछि बल्ल वेटहरु गर्ने। र 4 नम्बरमा अलिकति चाहिँ धेरै देखिरहेको हुन्छु हैन, सुरुमा बरु आफूलाई अप्ठ्यारो त लाग्छ होला, सुरुमा बरु आफ्नो नजिकहरु कोही छ भने त्यहाँ सोच्दा बरु ठीक होला, किनभने त्यहाँ लाइभ देखाउन सकिने हुन्छ नि त। तर 4 नम्बरमा मैले भन्न खोजेको चाहिँ के हो नि, एडभान्स वर्कआउट कपी हुन्छ नि, त्यो चाहिँ गरिरहेको हुन्छ। कतिले युट्युबहरु हेरेर गर्छु रे अनि टिकटकहरुतिर छँदै छ नि, किन साइडमा मान्छे लिएर हिँडिराख्नु भन्छ। तर त्यो चाहिँ गलत हो जस्तो लाग्छ बिगिनरहरुले चाहिँ। पछि आफूले सिकिसकेपछि आफूले मजाले युट्युबहरु हेर्दै टिकटकहरु हेर्दै गरे हुन्छ। तर त्यस्तो चाहिँ नगर्नु। सुरुमा चाहिँ कोही छ र जानेको छ भने चाहिँ उनीहरुलाई लिएर चाहिँ गएर गर्नु भयो भने चाहिँ तपाईलाई एकदम बेस्ट हुन्छ। त्यस्तो भयो भने चाहिँ ओभर ट्रेनिङहरु हुँदैन नि त हैन, र बडी पेनहरु हुँदैन अनि मोटिभेसन डाउनहरु हुँदैन हैन। बिगिनरलाई सिम्पल प्लान चाहिन्छ के सुरुमा, एकैचोटी धेरै गरे भने चाहिँ सकिदैन। र अर्को 5 नम्बरमा गल्ती गर्ने भनेको चाहिँ सबैले डाइट इग्नोर गर्ने, डाइटहरु इग्नोर गरिरहेको हुन्छ के। अब जिम गए अब जे खाए पनि हुन्छ भन्ने जस्तो हुन्छ। अब जिम गइसकेपछि तपाईलाई सुरुमा 1-2 महिनाको लागि चाहिँ हो हैन, नत्र पछि गइसकेपछि आफूले के गर्नुपर्छ भन्ने आफै थाहा हुन्छ। मलाई त त्यस्तै भएको थियो, सुरुमा गएर खाना कस्तो खाने, के गर्ने भन्नेमा चाहिँ अलिकति कन्फ्युज भइरहेको थियो। तर पछि गइसकेपछि त्यो आफै ह्याबिटहरु बन्द रहेछ के। मैले क्लिन खानुपर्छ अनि अलिकति कार्ब्सहरु मिलाएर खानुपर्छ, प्रोटिनहरु मिलाएर खानुपर्छ, भिटामिनहरु हुन्छ नि त्यस्तो मिलाएर खानुपर्छ भनेपछि बिस्तारै पछि चाहिँ थाहा भइहाल्छ के। जिम भनेको तपाईको जम्मा 30% मात्रै हो के, तपाईले एक्सरसाइज गरेर त्यो गर्नुपर्ने, नत्र डाइट नै हो 70% चाहिँ सबै। र अर्को 6 नम्बरमा चाहिँ सबैले गल्ती गर्ने भनेको चाहिँ डेली जिम जाने के, रेस्ट डे नै नलिनु के। यो चाहिँ एकदम गल्ती हो है। सुरुमा चाहिँ मलाई मजा आएको छ भन्यो हैन, यसो गरेर अनि 7 दिन
जिम गइदिने। त्यस्तो भयो भने चाहिँ के हुन्छ भने तपाईँले ट्रेन गरेको मसलहरू रिकभर हुँदैन, स्ट्रेन्थहरू घट्दै जान्छ क्या, अनि मसलहरू चाहिँ बढ्दैन नि त होइन। त्यस्तो भएर चाहिँ त्यही भएर यस्तो चाहिँ गर्नु भएन। र गल्तीहरू त अरू पनि छन् होइन, जस्तै कन्सिस्टेन्सीहरू नहुनु होइन, लगातार निरन्तरहरू त दिन नसक्नु र पेसेन्ट नहुनु, एकै दिनमा हप्तामा महिनामा नै शरीर चेन्ज हुन्छ, महिनामा नै वेट लस गर्छु भन्ने यस्ताहरू त छँदैछ। अब तिनीहरू बाहेक पनि अलिकति अब लास्ट पनि हो यो। र अर्को 8औं नम्बरमा अझै गल्ती गर्ने भनेको चाहिँ कम्पेरिजन गर्नु क्या। यो चाहिँ एकदमै धेरैमा देखिएको हुन्छ क्या। म लगभग 6-7 महिना जिम गइसकेँ, मेरो शरीरमा परिवर्तनै आएन, मैले गरेको मिलेको कि छैन नि थाहा छैन होइन, यस्तो यस्तो भन्नेहरू साथीहरू पनि मैले भेटाएको छु। तर 6 महिनामा सेप आउँछ जस्तो त मलाई कहिले पनि लाग्दैन। अब त्यो भनेको यदि तपाईँले यो अलि लामो समयसम्म लिएर जान चाहनुहुन्छ भने चाहिँ बिस्तारै गर्नु, सबै कुरा मिलाएर लिएर जानुहोस् क्या। नत्र चाहिँ यो 6-7 महिना भयो वेट गरेँ, अलिअलि देखिहाल्यो भयो भनेर भन्नुहुन्छ भने चाहिँ त्यो केही पनि छैन। तर लङ लास्टिङ हुन्छ नि, आफू चाहिँ जिन्दगी जतिसम्म जिन्छ त्यतिसम्म चाहिँ अलिकति हेल्दी हुन्छु भन्ने हो भने चाहिँ तपाईँले चाहिँ मजाले चाहिँ समय चाहिँ दिएर नै जानुपर्ने हुन्छ क्या, नत्र भने गाह्रो छ। अब यी त भयो मैले फिल गरेको बिगिनरहरूले गर्ने गल्तीहरू। यदि तपाईँहरूलाई पनि बिगिनरहरूले केही अझै यो भन्दा पनि गल्ती गरेको छ जस्तो लाग्छ भने चाहिँ तल कमेन्टमा चाहिँ सजेसन गर्न चाहिँ नभुल्नु होला। र अहिलेका लागि यति नै।